मैले मेरो बिदाको दिन कसरी मनाएँ आउनुहोस् साथमै हेरौँ यता। हेलो एभ्रिवान, इट्स मी बेबिसा फ्रम मुम्बईमा चाहिँ बेबी केयरको काम गर्छु। गएको 2 दिनदेखि चाहिँ मेरो भिडियो आएकै छैन। यो चाहिँ मेरो डे 5 हो। डे 5 को दिन मैले के गरेँ हेरौँ है त। हिजो राति नै म छुट्टीमा आएको थिएँ। मैले रुम चेन्ज गरिसकेको छु। त्यो कारणले गर्दाखेरि धेरै टाढा छ मेरो रुम। पहिले रुम बस्ने भन्दा अहिले म अलिकति गाउँ साइडमा आएको छु, त्यही भएर पनि होला। राति आएर मैले कमसेकम 2-3 बजेसम्म काम गरेको थिएँ, त्यही भएर म एकदमै थाकेको थिएँ। तर मेरो हस्बेन्ड चाहिँ राति ड्युटीबाट आएर सुत्नु भएको थियो। त्यस पछाडि चाहिँ उहाँले चाहिँ बिहान मेरो पानी भर्नमा हेल्प गर्नुभयो। अनि म चाहिँ उठिसकेँ, म सुतेको थिएँ अनि उहाँले चाहिँ उठाउनु भयो किनकि मलाई उठ्नुपर्ने थियो। बाँकी मेरो धेरै कामहरू पनि पेन्डिङमा थियो। छुट्टीको दिन त कस्तो आँखै नखुल्ने के, सुत्छु भने उठ्छु भने हुँदैन हुने। त्यही पनि मैले कसो गरेर आफ्नो निन्दहरूलाई भगाएँ। अनि भएको कपडाहरू सबै फोल्डिङ गरेर म चाहिँ हुन लागेँ फ्रेस। या चाहिँ मेरो हस्बेन्डलाई मैले दिएँ ब्रस, हामी दुवैजनाले ब्रस गऱ्यो। अनि त्यस पछाडि फ्रेस भएर हामी लाग्यो दिदीको घरतर्फ। हामीलाई यो ग्यासमा चेन्ज गर्नुपर्ने थियो, अर्को साइडमा चेन्ज गर्नुपर्ने थियो किनकि हाम्रो ग्यास लगाउने ठाउँ उल्टो ठाउँमा भएर यसलाई चाहिँ पाइप चाहिँ अर्को ठाउँमा सिफ्ट गर्नुपर्ने भएर मेरो हस्बेन्डले चाहिँ ग्यास समाउनु भयो, मैले चाहिँ कपडा समाएर लाग्यो दिदीको घरतिर। दिदीले वहाँनिर खाना बनाएको थियो, हामीले त्यहाँ चाहिँ खाना बनाएर खाएर जानुपर्ने थियो अरू एकजनासित भेट्नको लागि। मेरो हस्बेन्डलाई अनि भाइलाई त्यही छोडेर दिदी र म चाहिँ रेडी भएर खाना खाइसके पछाडि चाहिँ अटो बुक गरेर लाग्यो त्यतातिर। अनि यति धेरै घाम थियो नि, हिजो मात्रै यति धेरै पानी आएको थियो, यहाँ पुरै भरिएको थियो, लागेकै थिएन कि पानी आएको थिएन। तर आज धेरै गर्मी बढिरहेको थियो। हामी जसको घरमा बसेको थियो त्यहाँ गएर चाहिँ धेरै बेर नै बस्यो। यो चाहिँ मैले धेरै भिडियो बनाएँ, अर्को घरमा गएर भिडियो बनाउन राम्रो लाग्दैन नि त, त्यही भएर। अनि त्यहाँबाट फर्किसके पछाडि घरमा आएको मेरो हस्बेन्डले त मलाई अहिले चलेको चुरी ल्याइदिनु भएको रहेछ। मैले उहाँलाई धेरैचोटि रिल पठाइदिएको थिएँ, सायद त्यही भएर पनि होला। मलाई त यति धेरै खुसी भएको थियो नि म भन्नै सक्दिनँ। अनि चुरी लगाइसके पछाडि चाहिँ मेरो हात यस्तै भएको थियो। यहाँसम्म भिडियो हेरिदिनको लागि थ्याङ्क यू सो मच। मिलाउँला अर्को ब्लगमा।